गुड मर्निङ साथीहरू। म चाहिँ आज चाउमिन बनाउँदैछु। अन्त यति चाउमिनको लागि हो। चाउमिनको लागि यति नै सामानहरू छ। राम्रो भ्लग बनाउनु पनि त्यति साह्रो पाउँदैन नानीले गर्दा। नानी सुतेको बेलामा एकछिन टाइम पाएर चाहिँ यति बनाएको। फेरि देखाउने मान्छे पनि क्यामेरा बनाउनु पनि छैन। तपाईँलाई सबै हालेर देखाउँछु नि म। तर सबै कुरो प्रपरली हालेको चाहिँ म तपाईँहरूलाई देखाउन सक्दिनँ, किनभने मसँग नानी हुन्छ। यति चाहिँ म तपाईँहरूलाई देखाएको। तपाईँहरूले मेरो भिडियोलाई माया गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस्। बेसी माछा बनाउनु भनेर मैले गरेको हो साथीहरू। नानी चाहिँ यहीँ सुतिरहनु भएको छ नि त। अन्त त्यो भएर म चाहिँ सामानहरू निकालिरहेछु। खाऊ सादा। हाम्रो भाउजू छ, ऊ नानी हल्लाउँदैछ। मेरो भाउजूले, मेरो जेठी भाउजू। यस भन्दिनँ। फेरि साथीहरू माछा बनाउनुपट्टि लाग्यो मैले। अन्त बिस्री भयो। माछाको लागि चाहिँ ग्यास टमाटरहरू गरेर माछा बनाउँदै। अन्त माछाको लागि यति भयो। अन्त फेरि माछा मैले हालेँ, किनभने प्रतिको हाम्रो घरमा चाहिँ बहिनी आउँछु भन्नुभएको थियो नि त, प्रीति बहिनी। उसको लागि चाहिँ मैले माछा बनाइदिएँ। कसैले खानु हुँदैन। अन्त अझ मामको चाहिँ बर्खादै थियो। तपाईँलाई म देखाउनेवाला थिएँ, तर नानीले गर्दा मैले भ्याइनँ। त्यो चाहिँ मैले बहिनीलाई बनाइदिएको। यो माछा चाहिँ बनाइदिएको बहिनीलाई। अन्त बेसी थिएन, यति थियो। अन्त उसलाई मात्रै बनाइदिएको। फेरि चाउमिन बनाउनुपट्टि लाग्यो साथीहरू। त्यो हालेर अब सबै यो हालिसकेर यो गरेँ। तपाईँलाई सबै देखाउन सक्दिनँ, अघि नै भनेको नानीले गर्दा। अब तपाईँले अघि हाइलाइटरमा देखिसक्नु भएको थियो मेरो के बनाउँदैछु भनेर। अब चाउमिन बनाउँदै थिएँ। अन्त त्यहाँदेखि सबै सामानहरू हालिसकेँ। अन्त त्यसपछि चलाउँदै गरेँ। नानी पनि हेर्नुहोस् है भन्दै चलाएर उयो गरेँ साथीहरू। अन्त नुडल्स हालेँ। अन्त सबै मिक्स गरेँ। सबैले मिक्स गरेँ। नानी पनि हेर्नुहोस् है त्यो बहिनी चाहिँ आइपुग्नु भएको छ। तपाईँलाई बहिनी खाएको त देखाउँदैन, किनभने बहिनीले त ल खानुहुन्छ होला त। त्यो बनाएको त तपाईँलाई देखाएको। त्यहाँदेखि मैले हालिसकेर एकछिन बाद फेरि हेरेँ। सोया सस हालेर चलाउनुपट्टि लागेँ। त्यहाँदेखि स्टिक हुनुपर्थ्यो नि भनेर भन्नु थियो भाउजूले। स्टिकै थिएन, त्यो भएर पन्युले चलाएँ। त्यसपछि